हेलो गाइज, इट्स बिहानी सिंह। आजको भ्लग चाहिँ मेरो आफ्टर द रिजल्ट हुनेवाला छ। यहाँ चाहिँ मैले आलुको अचार बनाउने भनेर आलु अनि बन्दाकोपी, काँक्रा, निबु अनि नुन हालेर मोलिसकेको छु। अब पार्टी हुन्छ यहाँ चाहिँ। हिजोको पार्टी र सिधै फेरि आज पार्टी भइरहेको छ। के हो यो? सातु? वाट इज दिस? सातु। र अब चाहिँ म खाना पाकिसकेपछि देखाउँछु। यहाँ चाहिँ मम्मीले के हो अचार बनाउनुको लागि नि भाङ्गो यस्तो अचार माल्ने भाङ हो? भाङ्ने यस्तो हुन्छ? यहाँ चाहिँ मम्मीले अचार माल्ने र भाङ तताइराख्छ। अब यसमा के हाल्छिन्छ? तताउने भुट्ने तिल। ए अब तिल हाल्छिन्छ? यो भुट्यो भने मलाई अरे भाङ कसलाई मनपर्छ? भाङ खाने भाङ। अब यहाँ तिल भुट्न लागेको छ अनि आलुको अचारमा हाल्नको लागि। अब चाहिँ म एकछिन नानी खेलाउँछु अनि देन म अचार बनिसकेपछि देखाउँछु। नानीलाई एक्लै सुताइदिन्छन्, नानीलाई एक्लै सुताइदिन्छन्। मुयालाई को भयो? मुया मिनी मुया, ओ मिनी मुया। आ जी हाम्रो चाहिँ यहाँ अचार भइसकेको छ। यसमा त हामीले धेरै चिज हाल्यौँ तर मैले भिडियो बनाउन पाएन। तिल भाङ पनि हालेको अनि यस्तो खतरा काटी हालेको यस्तो खतरा रेसिपी भन्दैछ। खतरा बनेछ अचार चाहिँ। खाने भए आउनु होला गाइज। मेरो एआको पार्टी खाने भए आउनु होला। बिहानीको एसीको पार्टी हिजोबाट चलिरहेछ। अल्छो पनि सकेको छैन, भोलि पनि चल्ने अरे। भोलि पनि सरेर आउनुहुन्छ अरे। गाइज आज हजुरले फेरि यो दोबारा देख्नु होला मेरो भ्लगमा। फेरि अर्कोचोटि देख्नु भयो नि। आज चाहिँ म कहाँ जानु लाग्छु भनेपछि आज चाहिँ म होटल जानु लाग्छु, आफ्नो होटल। अनि त्यहाँबाट चाहिँ बाबाले मलाई लग्ने रे मन्दिर जाम्ला अनि घुमौँला भन्छ। हिजो ए आयो भनेर अनि म चाहिँ कुर्ता सुरुवाल लगाएर जानु लाग्छु। अब चाहिँ म पुगेपछि देखाउँछु। अटोमा जान्छु, बहुत घाम छ यार, पसिना आइसक्यो। उता अगाडि अटो छ, अटोमा जान्छु। गाइज म चाहिँ अटोमा बसिसकेको छु। अब म चाहिँ होटेल जाँदैछु नि। भर्खर अटोमा बस्छ। अटोमा के भेटाएको छ, त्यो अटोमा मान्छे चलिन्छ अनि अटो चलाउने दाइ हुनुहुन्थ्यो राँधेर भर्खर बसेँ। अब चाहिँ नर्सियम पुग्न लाग्छु। अगाडि चाहिँ नर्सियम छ। त्यहाँबाट पुगेपछि नर्सियमबाट कहाँ आउँछ? बिबी चोक आउँछ। बिबी चोकबाट के आउँछ? धम्बोजी, बिबी चोक धम्बोजीबाट पुष्पलाल चोक, त्रिवेणी चोक, जे नि पुष्पलाल चोक आउँछ। म चाहिँ गणेश मान चोकदेखि 40 रुपियाँमा पुष्पलाल चोक गइरहेको छु। पुष्पलाल अब होटेल पुगिसकेपछि चाहिँ बाबासँग सायद बाइकमा जान्छु होला। त्यहाँ त जान हुन्छ, गाडी राख्ने ठाउँ हुन धेरै बाइकमा जान्छु होला। मन्दिर जान्छु, मन्दिरबाट आउँछु अनि कपडा किन्न जाने हो। अनि फेरि भाटबेडी जानु पर्ला। भाटबेडी त आशै हो, जान्छु कि थाहा छैन तर के अरे जान्छु। सोच्दैछु सेम्पूहरू सकेछ। अहिले चाहिँ कुरामा बिबी चोक पुग्न लाग्यो। नर्सिङबाट यही चाहिँ नर्सिङ हो। नर्सिङ होम, नेपालगञ्ज हस्पिटल। हामी चाहिँ बिबी चोक पुगिसक्यो। अब होटेल पुग्यो भने देखाउँछु। यसमा चाहिँ होटेल पुगिसकेको छु। यतापट्टिको चाहिँ हो दब होटेल, ठ्याक्क साइडमा छ, ठिक्कै साइडमा ठिक्क। अब है बाबाको रियाक्स अलिक बाबालाई गाली गर्छु नि हा हेर्छु अब आफ्नै पारामा बस्दैछ बाबा।
रोही कि नानी खै उठी कि खै नानी नानी खै उठायो नि तिमीले नानीलाई मैले हुने बेलासम्म उठिदिए नि अब म मन्दिर गएर खान्छु मेरो ब्लग गाइस अब चाहिँ हामी यहाँबाट सिधै गएपछि गणेश मन्दिर आउँछ गणेश मन्दिर गएर चाहिँ पूजा गर्छौँ पूजा टिका लगाउँछौँ बिहान जाने भनेको बिहान यस्तो म ढिलो उठेँ हिजो राति ढिलो सुतेँ नि अनि ढिलो उठेँ बिहान फेरि अहिले अब म गणेश मन्दिर पुगेर खान्छु है गाइस म चाहिँ कपडा किनेर गइसकेँ अब होटल जाने हो गाइस अब हामी फेरि होटल जान लाग्यो लड्डु किनेर ल्याएछौँ लड्डु चाहिँ पार्छ म देखाउँछु ल हजुरलाई कति लड्डु ल्यायौँ के लड्डु ल्यायौँ भनेर होटल पुगेर खोलेर देखाउँछु अहिले चाहिँ हामी होटलतिर जान लाग्यो मैले कपडा पनि किनिगेँ पारा के सोचेर राखेँ त्यहाँ सिक्युरिटी राम्रो आएपछि कपडा किन्छु भनेर कपडा किन्दा किनिहालेँ अब होटल जान्छु अनि होटलमा सबैलाई लड्डु बाँड्छु फेरि घर जान्छु अनि घरमा बाँड्छु घरमा पनि मान्छे आएको धेरै हजुरमा पनि आइसकेछ अब म होटल पुगेपछि लड्डु खुवाउँछु अस्ति नै आएको बेला चाहिँ मैले मोमो खाएको थिएँ नि चिकन मोमो अनि फेरि त्यसपछि मैले आज फेरि चिकन मोमो खाइगेँ अब फेरि मलाई आज चाउमिन खानको लागेको थियो त्यो हेर्नु चिकन चाउमिन मगाएको थिएँ अनि आज अब फेरि म रेडबुलसँग चिकन चाउमिन खान्छु रेडबुल इज बेस्ट गर्मीमा चिसो रेडबुल घर पुगेपछि चाहिँ गिफ्टहरू देखाउँछु घर पुगेपछि देखाउँछु गाइस हामी चाहिँ म अनि दिजुहरू चाहिँ हामी आँप लिने भनेर आँप किन्ने भनेर जलपोखरी गएको थियौँ नि अनि जलपोखरीमा गयौँ यति धेरै आँप रहेछ अनि त्यसपछि हामी फर्किने बेला कस्तो दामी भ्यू थियो हामीहरू अनि भ्यू इन्जोय गर्दै गइरहेको थियौँ अनि त्यसपछि फेरि यहाँ यस्तो खुल्ला ठाउँ थियो अनि हामीले फोटोहरू पनि खिच्यौँ भिडियोहरू पनि बनायौँ अनि त्यसपछि यहाँ आँपको बगैँचा पनि देख्यौँ अनि त्यहाँ पनि भिडियो बनायौँ यहाँ चाहिँ धेरै आँप थियो आँपको रुखहरू पनि धेरै थियो अनि हामीले चाहिँ आँप 3 नम्बर जति ल्याएको थियौँ अनि त्यसपछि आँपको रुखहरू धेरै थियो अनि त्यसपछि फेरि हामी त्यताबाट अनि सैनिकबाट घरतिर लाग्यौँ अनि त्यसपछि हामीले ल्याएको आँपको चाहिँ म्याङ्गो सेक बनाएर खायौँ सो आजको लागि यति नै थ्याङ्क यू फर वाचिङ गाइज